姐姐老公我也在学他在里面都给这些就家里故送都给这些
얘네 똑같이 성가면서 얘다 nobody has said पर्दैन ठिक छ पर्दैन बढी हुनुपर्छ हामी एकछिन मिठो गरेर त कहाँ हुन्छ त यो तपाईँले चाहिँ त बिलमा बढी अब यही भन्नु अनि त्यहाँबाट भरे चाहिँ अनि पुरै ढोङ्नुपर्छ आउनु ल अब आमा पनि पाल्नु 아니 팬이래. 제가 베트남 가면 뭐 어디 람니? 아니 강대시. 유남하는 강진시 무슨? 이제는 없던데 예 강대시. 감독배들 lesson 감독배들 전제 투 예보 홍신 다 orang 다 파트 첩별 냐와 인재만 세디 다 잠랭라랑 꼰조 인조 단다서마 우리 무책이 진납기 orang 화당 마리 진납비 뒤로 농법꿀라 좀 거지도가 거기 된다라니 원래 차베베 간도베디 모시지 간도베디 인들라 앞에 뱅기 남 조르낭신 오야 들어 난이래 니 투라 디모온디 비스와스키 니 달렙신 들어 에디 니라 난고세미 송디 다 지송 거지도가 차송남 작사로 마이들 림부체 원래 마이디 한번 림부체 정말다 다시 들래 단단한 집에 들으니 제가 랩스 세마나 다니랑 랑 레당 걸와 수지 소나무니랑 부당가 남아니 레당 렌도게 코라니 전망선로 코라니 한도 선로 오늘 오글라 쩌다니 orang 율게 팀 게팀 방부 하이면에 림부체 소글레 모랑 우리 림부체 하인저로 orang 먹게 한도 선로 대견게 orang 레당 걸와도 어성가 다니 회배 데려 랑장 얘랑 오글라니게 आशा सीबू लांग वाला ये यला वार्ड नंबर 1 डप्पा खरका लेके तनी सौ ये सौ ही बा वाले तनी पुरानी हांडो सुंदर सी दे पुरानी मन पार्टी दे मैं जो रहा मैं तो सुझे सोना में बोला तब मेरा के जोन तो तनिया खुशी का से आबू का से ये तनी में ते तनी ता बाबा हमारा तनी बड़ी तरह की लग चला पे बा तनी एकदम याबू el motemrel zambu pai dizi zambu serang zambu la namadanga sau satso banjola ke pachen meba baca tenja ke to boje ne lang orang zambar chang boje susman ni ta langjang asyang maide rimbuche dang maide amba rimbuche ni tirin asyam asyalgar ke temrela ni dir langjang la ni bongge ba naso to je aka tamma orang cido masmana tampelani lomba inani khane pani ek gara jode pani ek gara maudu ole tamma de kaze lingbo yenam odi 견단이 치라인바 마세마나 अबया आज अति पुण्यवान दिनमा हाम्रा सिम्पाजी हेलाम्बुका
गापा गाउँपालिका वडा नम्बर 1 निवासी मेमे करसिंगी त हुनुहुन्न होला बाजे करसिंगी ज्यूको सुपुत्र अनि मेमे ग्याल्साङ तथा अनि इबी मैली 2 जनाको सुपुत्र अनि तेन्जिन दुर्जे भनेर उहाँलाई चिनिन्दो रहेछ जानिन्दो रहेछ उहाँको अभिभावकहरूको खुसियाली र उहाँ आफैले पनि हाम्रा जीवनसाथी हामी एकदमै मिलिजुली जीवनमा एउटा उत्साहवत जीवन जिउँछु भन्ने उहाँहरूको मिलो मतोमा उहाँका मातापिता र समाज सेवीहरू साथीहरू समेत उहाँहरू पाल्नु भएर यहाँ आज हाम्रा एउटै जिल्ला हो सिम्पाजी 5 पोखरी गाउँपालिका वडा नम्बर 8 ओखरानी गाउँका पहिला राजा जस्तै शेर्पाहरूको राजा जस्तै गगा कामिसिङ शेर्पा ढक्थोको कान्छा सुपुत्र अनि मेमे च्याङा शेर्पा ढक्थोको ठाइला सुपुत्र बहादुर शेर्पा ढक्थो तथा माता निमा ग्याल्मो शेर्पाको आयुष्मान सुपुत्री दावा ग्याल्मो शेर्पा ढक्थोका साथ हाम्रा तेन्जिङ दोर्जे छ्याबाज्यूसँग हाम्रो रु चाहिँ सबभन्दा महत्त्वपूर्ण हुन्छ उहाँहरू यसरी हाम्रो यो चाहिँ सबभन्दा धार्मिकमा पनि संसारमा रु भनेको अति नै महत्त्वपूर्ण ठान्दो रहेछ त्यसो भएको हुनाले यहाँ शेर्पा ढक्थो र योल्मो छ्याबा योल्मोबासँग अनि उहाँको जीवन साथीको रूपमा आजको मिति यस्तो शुभ सायदमा सुसम्पन्न हुने उहाँहरूको सबभन्दा पहिलो सायद आज जुरेको हुनाले यहाँ पाल्नुभएका हाम्रा सम्धिवान अब चाहिँ तपाईँ हामी के हुनुपर्छ भनेदेखि पहिला त हुनु त हामी एउटै जिल्लावासी एउटै योल्मोवासी हामी सबै योल्मै नै हुन् तापनि अलिकति चिनाजाना थिएन भनौँ टाढै थिएन हामी मानवताले भए तापनि अरूलाई सरल तरिकाले भेटघाट हुन्थ्यो भने आजदेखि चाहिँ एक आपसमा हित छ भने मित चाहिँदैन भन्थ्यो हित थम्जिक हाम्रो शेर्पा भाषाबाट थम्जी एकदमै राम्रोसँग मितिनी माता पिता र बच्चा र माताको हित जस्तै एकदमै न्यानो प्रेम सम्बन्ध र न्यानो लामो हामी हाम्रो अब हाम्रो छोरी तपाईहरुले लगिसकेपछि भोलि तपाईहरुको छोरी पनि हामीले तान्नु सक्छ हाम्रो पनि छोराहरू थुप्रो छन् तपाईहरुको पनि छोराछोरी थुप्रो हुन्छ त्यसो भएको हुनाले हाम्रो तातो एउटा त मेरो आफ्नै दिदीबहिनी पनि त्यहाँ पुगेको कारणले नै ताने जस्तो लाग्छ यो किनभने यो त्यस्तो हुँदो रहेछ क्या यो तान्ने हाम्रो त्यस्तो त्यो भएको हुनाले आजको यो शुभ यो नानीहरू 2 जनाको तेन्जिङ दोर्जे र अनि दावा लामोको अनि दोर्जे पनि हेर न उसको एउटा तेन्जिङ दोर्जे पनि कस्तो राम्रो नाम अनि दावा लामो पनि हो नि ग्याल्मो भन्दाखेरि एउटा त्यस्तो राम्रो खालको एउटा नाम पनि राम्रो जोडेछ र उनीहरू 2 जनाले छेमेमी ल्याए कालुवा त धेम्बा भनेको चाहिँ सत्यता भनेको चाहिँ लुकाएर लुक्दैन त्यसो भयो भने उनीहरू पूर्व जन्मको
उसको घेवा जिम्बाको घे थोप्सी गरेर अनि आज उनीहरू दुईजना जम्मा हुन्छौँ हामी दुईजना साथी बनाउँछौँ भनेर उनीहरूले मनको गाँठो बाँधेको हुनाले त्यो चाहिँ ओके गर्नलाई चाहिँ के त फामालाई पनि सोध्नु पर्यो। त्यस कारणले अनि फामा कहाँ उताको फामा पनि पाल्नु भएर उहाँको चाहिँ नि गोबाहरू अब आफ्नो दाजुभाइ साथीभाइ मित्रता स्पेसल मान्छे ल्याएर तपाईँहरूले यहाँको फामा यहाँको माइतीहरूलाई रुझाउनको लागि यसरी स्यालगर सुनदेन गरेर यसरी पाल्नुभयो। यसको लागि हजुरहरूले नै मुरी धन्यवाद। अब तपाईँ हामी एक हुने उनीहरूलाई एकदमै मिठो आशीर्वाद दिएर हामीले आज मात्रै आशीर्वाद होइन जीवन हामी रहेसम्म उनीहरूलाई कुखुराको माउले चल्लालाई हेरेको जस्तै हामी सबैले आशीर्वाद दिएर उनीहरूलाई एकदमै प्रोत्साहन दिएर आशीर्वाद दिने प्रण गर्दै अब यो आजको शुभ सायदमा चाहिँ यति लामो चाहिँ कुराहरू नघुमाइकन यति यो 2 शब्दमै अब यो टुङ्ग्यौँ। त्यसपछि अब मातापिताहरू तपाईँहरू जम्मा भएर उनीहरूलाई फेरि पनि हेर्काको व्यवस्था एउटा हुन्छ होला त्यो कहिले गर्ने भने तपाईँ हामी बसेर छलफल गरौँला। त्यस्तो चाहिँ त्यो अब आज उनीहरूको सुरुवात भयो। यहाँका मातापिता जति पनि माइतीहरू सबैलाई खुसी छ त हजुर? खुसी छ? माइतीलाई सोध्ने होइन सबभन्दा खुसी चाहिँ छोरी दिने खुसी छै छैन भनेको मैले त खुसी नभए त हामीले त बोलाएपछि आइहाल्यो होइन सम्पूर्ण चिल्ला छोक तेल्ला छोक भन्छ। अब हामी जमगढ त भयौँ। जमगढ भएपछि उहाँहरूको जुरानको मेलो मेसोको कुरा चाहिँ अहिले हामी हिजोबाट थाहा पाएको हो। उहाँहरूको के अरे उहाँहरू आफू के अरे राजीबाजी हो कि ठुलोहरूबाट कुरो भएर हो कि यो स्पष्ट हुनु पायो भने यति चाहिँ हामी सुन्नु पाएर हुन्छ होला। उहाँहरू केटाकेटीको मुखरबिन्दुबाट पनि यसो केही सुन्नु पाए। एउटा चाहिँ सबभन्दा पहिला अब ज्वाइँलाई सोध्नु पर्यो। ज्वाइँ कतिको खुसी तपाईँको एकदमै भित्र हृदयदेखि मुटुदेखि नै उनलाई स्वीकार गरेर खुसी मानेको हो कि हामी खुसीले नै मन परेको हो। खुसी त अब दुईजना मिलेर उ गरेको अनि हजुरहरू अब ठुलो बडाको पनि आशीर्वाद अनि तपाईँहरूको पनि सहमति भएर चाहिँ हामी अघि बढ्नुलाई रेडी छौँ भनेर हजुरहरू सबैसँग अहिले अब रिक्वेस्ट के भने हजुरहरूको पर्मिसन लिनुलाई नै हामी अगाडि बढौँ भनेर दुईजना चाहिँ हामी खुसी नै छौँ मिलेर बस्छौँ। अब उसले पनि त्यही भनेको छ। अब म पनि फर्स्टमा मकलाई सोध्छु। अहिले खुसी भयो राजी भयो भनेर हुँदैन। ल अझैको पनि टुङ्ग्यो ल भयो। लास्ट यत्तिकै खुसी हुनुपर्छ। नराम्रो चाहिँ सुन्नु नपाओस्। नराम्रो सुन्यो भने हामीले चित्त दुख्छ। यो पनि खुसी आएको हो भाइ। अहिले एकछिन हाँसेर एकछिन खुसी भएको जस्तो हुँदैन जिन्दगी बित्नु। कहिले दुःख पर्छ कहिले बोक पनि बोक्नुपर्छ तिर्का पनि बोक्नुपर्छ सबै बोक्नुपर्छ। त्यतिखेर मैले यस्तो पर्यो भनेर कुरा गर्नु पाउँदैन। कसैले दुईजनाले पाउँदैन। दुईजनाले अब के अब यस्तो बुहारी पाए यस्तो रहेछ नभन्नु। यसले त्यति काम चाहिँ जान्दैन। यो विदेशमा गएर त्यति काम सबै आउँछ कस्तो लासो यतिमै अनि नेनाहरूले उता एउटा खोल्नु
अब यहाँ अब है अब हामी एकबेला यसो अझै बिहान पकाएको सफा गरेर खायो है हामीले अब अझै एकबेला तब अहिले एउटा उद्योग चाहिँ भयो एउटा चाहिँ त्रो सबैले सबै पुऱ्याउनु पर्छ यो छ्यापाकाले यो अब म सबैलाई आजलाई हाल्नु सबैलाई यो माछा सिके तुरु अब चाहिँ लामालाई सिध्यो अब लामालाई सिध्यो अब उहाँहरू दुईजना Yeah.
लाग्छ अब अलिकति अब मैले पनि खुसी अब आमा मामादेखि मामासम्म खुसी छैन खुसी पर्ने
तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख जान नदेऊ मलाई अब टाढा माया यो होस् अझै गाढा तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख मन मेरो तिमीबाट टाढा नजाओस् मन मेरो तिमीबाट टाढा नजाओस् आधीहुरी सम्बन्धमा कहिल्यै नआओस् आधीहुरी सम्बन्धमा कहिल्यै नआओस् तिम्रो मुटुमै थुनेर राख मेरो सिरानी होस् तिम्रो काख
सोचौँ